अहिले चाहिँ मैले एन्टोक डिक्स F5 चाहिँ रेडी गरेर राखिसकेको छु यहाँनिर यो कलरमा भने सुरुबाट फ्रन्ट लुक्सबाट सुरु गर्दिम। सुरु गर्नु अघि यहाँनिर चाबी अन गरेर हेजार्ड स्विच अन गर्दिम। हजुरहरूले चाहिँ यहाँनिर हेलोजिनमा चाहिँ हेजार्ड स्विच पाउन सक्नुहुन्छ भने यहाँनिर स्मार्ट कनेक्सनको लोगो पाउन सक्नुहुन्छ। कलर एकदमै मिठो छ हैन। फ्रन्टमा डिस्क ब्रेक पाउन सक्नुहुन्छ, यहाँ देख्न सक्नुहुन्छ। र हजुरहरूले प्यानलहरू यो टाइपले पाउन सक्नुहुन्छ। लाइट चाहिँ एलइडीमा पाउन सक्नुहुन्छ, एलइडी DRL को साथमा। र हजुरहरूलाई म लाइट पनि अन गरेर देखाइदिहाल्छु। हजुरहरूले स्टार्ट गर्ने साथ चाहिँ हजुरको यो लो बिम चाहिँ बलिहाल्छ र हजुरहरूले हाई बिम चाहिँ बाल्नुपर्ने हुन्छ। यहाँदेखि चाहिँ हजुरहरूले हाई बिम बाल्नुपर्ने हुन्छ हजुरलाई चाहिएको बेलामा। हजुरहरूलाई मोडगार्ड यो टाइपले पाउन सक्नुहुन्छ। सस्पेन्सन फ्रन्टको टेलिस्कोपिक सस्पेन्सन पाउन सक्नुहुन्छ भने फ्रन्टको टायर साइजको कुरा गर्नु पर्दा 100/80 को पाउन सक्नुहुन्छ। डिस्क ब्रेक पाउन सक्नुहुन्छ भने 155 mm को ग्राउन्ड क्लियरेन्स पाउन सक्नुहुन्छ। अब यतापट्टि हेर्नु पर्दाखेरि यहाँनिर किल स्विच, हेजार्ड स्विच, स्टार स्विच पाउन सक्नुहुन्छ भने यो फुल डिजिटल मिटर पाउन सक्नुहुन्छ, जसमा चाहिँ हजुरहरूले ब्लुटुथ कनेक्ट गरेर आफूले कल आइरहेको TVS कनेक्ट नेपालमा कनेक्ट गरेर यहाँनिर हेर्न पनि सक्नुहुन्छ। लास्ट पार्क लोकेसन जस्तो फिचर्सहरू पनि पाउन सक्नुहुन्छ भने यहाँ साइडमा भनेको चाहिँ यो भनेको अप्पर डिपर र पास लाइटको भयो। यहाँ इन्डिकेटर यो अन भइहाल्यो। हजुरहरूले यहाँ चाहिँ 3 kg सम्मको चाहिँ लेडिज ब्यागहरू चाहिँ झुन्डाउन सक्नुहुन्छ। त्योभन्दा ज्यादा झुन्डाउनको लागि चाहिँ हजुरहरूले यहाँनिर दिएको हुन्छ यो हुकमा चाहिँ अड्काउन सक्नुहुन्छ। हजुरहरूले चाबी यो टाइपले पाउन सक्नुहुन्छ यो स्कुटरको भने। अब यसको ब्याक साइडतिर जाउँ। यहाँनिर देख्न सक्नुहुन्छ पिलियनको लागि फुटरेस्ट यो टाइपले पाउन सक्नुहुन्छ भने ब्याक साइडमा हेर्दाखेरि एलइडी टेल ल्याम्प, टी सेपको एलइडी टेल ल्याम्प पाउन सक्नुहुन्छ। हेलोजिनवाला इन्डिकेटर पाउन सक्नुहुन्छ भने यहाँनिर देख्न सक्नुहुन्छ। नम्बर प्लेट ल्याम्प पनि पाउन सक्नुहुन्छ भने मोडगार्ड यो टाइपले पाउन सक्नुहुन्छ। र पछाडिको टायर साइजको कुरा गर्नु पर्दा पछाडिपट्टि चाहिँ हजुरले ड्रम ब्रेक पाउनुहुन्छ। यो कुरा गर्नु पर्दा 110/80 को पाउन सक्नुहुन्छ। किक स्टार्ट पनि पाउन सक्नुहुन्छ यसमा भने हजुरहरूले यसमा चाहिँ साडी गार्ड पनि पाउन सक्नुहुन्छ, जसले लेडिजहरूले साडी राखेको बेला चाहिँ एकदमै हेल्पफुल हुन्छ। र हजुरहरूलाई म अब यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ पछाडि बसेकोलाई ग्र्याब ह्यान्डल भयो भने फ्युल ट्याङ्क हजुरहरूले 5.8 लिटरको पाउन सक्नुहुन्छ भने माइलेजको कुरा गर्नुपर्दा यो गाडीले हजुरलाई 40 देखि 45 को मजाले दिन्छ। र यो गाडीको अब म बुट स्पेस पनि हजुरहरूलाई देखाइदिइहाल्छु। हजुरहरूले बुट स्पेस र ट्याङ्कीको चाहिँ यहाँदेखि खोल्नुपर्ने हुन्छ। यस्तो गर्दाखेरि 20 लिटरको बुट स्पेस पाउन सक्नुहुन्छ भने यहाँनिर मोबाइल चार्जिङ पोर्ट पनि पाउन सक्नुहुन्छ। हजुरहरूले डिक्की र फ्युल ट्याङ्क खोल्नको लागि चाहिँ हजुरहरूले यहीँदेखि खोल्नुपर्ने हुन्छ। अब यो गाडीको इन्जिनको कुरा गर्नुपर्दा 125 cc सिङ्गल सिलिन्डर 3 valve FI इन्जिन पाउन सक्नुहुन्छ भने यसले म्याक्सिमम पावर चाहिँ 9.4 PS को प्रड्युस गर्छ र म्याक्सिमम टर्क चाहिँ 10.5 Nm को प्रड्युस गर्छ। र यसमा चाहिँ हजुरहरूले टप स्पिड 95 को सम्म लिएर जान सक्नुहुन्छ भने हजुरहरूलाई म यसको साउन्ड पनि सुनाइदिइहाल्छु। हजुरहरूलाई यसको साउन्ड कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नु होला। यसमा चाहिँ हजुरहरूले स्टार्ट गरिरहेको बेलामा स्ट्यान्ड डाउन गर्नुभयो भने नि आफै इन्जिन कटअप हुन्छ। यसको सिट हाइटको कुरा गर्नु पर्दा 795 mm को सिट हाइट पाउन सक्नुहुन्छ भने यसको प्राइसको बारेमा कुरा गर्नु पर्दा 2,88,900 मा चाहिँ किन सक्नुहुन्छ। हजुरहरूले नजिकैको TVS सोरुममा गएर बुझ्न सक्नुहुन्छ। अझै धेरै इन्फर्मेसनहरू पाउन सक्नुहुन्छ भने हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा भन्नु होला। लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि भेटौँला अर्को भिडियोमा।